प्री डायबिटिज भनेको जुन हामीले नर्मल भाषामा भन्छौँ नि बोर्डर लाइनमा भने जस्तै अब खाली पेटको सुगर हामीले डायबिटिज भन्ने बित्तिकै 126 भन्दा माथि गयो भने डायबिटिज भन्छ। त्यस्तै 126 भन्दा तल 100 भन्दा माथि भयो भने प्री डायबिटिज भन्छौँ। त्यस्तै खानापछिको सुगर 140 र अब 200 को बिचमा भयो भने हामीले चाहिँ प्री डायबिटिज भन्ने हाल्छौँ। त्यस्तै HbA1c भन्ने 3 महिनाको एभरेज सुगर 5.7 देखि लिएर 6.4 सम्म भयो भने हामीले प्री डायबिटिज भन्छौँ। अब प्री डायबिटिज भइसकेपछि जस्तै फ्यामिली हिस्ट्री छ, ओबेसिटीहरू छ, यिनीहरूलाई प्री डायबिटिजको रिस्क बढी हुन्छ। त्यही भएर प्री डायबिटिज भएको बिरामीले पनि अब तपाईँको टाइममा जचाउने प्री डायबिटिजलाई पनि हामीले धेरै हदसम्म कन्ट्रोल गर्न सक्छौँ, नर्मल ल्याउन सक्छौँ। अब तपाईँको प्री डायबिटिज भइसकेपछि डाइट कन्ट्रोल, एक्सर्साइजमा बढी फोकस गर्ने, टाइममा हामीले सुगर जाँच गर्ने होइन। प्री डायबिटिजबाट नर्मलमा आइसक्यो भनेपछि होइन अब मलाई सुगर लाग्दैन भने होइन, डाइट कन्ट्रोल, एक्सर्साइजहरू रेगुलर गर्ने। त्यसपछि तपाईँले रेगुलर चेकअप गर्न सक्यो भने हामीले प्री डायबिटिजलाई पनि प्रिभेन्ट गर्न सक्छौँ। त्यही भएर चाहिँ प्री डायबिटिजको लागि भए पनि हामीले अब एज बढी भइसक्यो, अहिले त पहिला हामीले 40 भन्दा बढी नाइसकेपछि डायबिटिजहरू बढी रोग लाग्छौँ भन्छौँ, तर अहिले त 30 भन्दा माथि नै बढी पनि डायबिटिज देखिरहेको हुन्छ। त्यही भएर तपाईँको एज 30 भन्दा बढी छ, तपाईँको त्यसपछि तपाईँको ओबेसिटी छ, फ्यामिली हिस्ट्री छ, कुनै ड्रग्सहरू, स्टेरोइडहरू खाइराख्नु छ जसले गर्दा सुगरहरू बढ्न सक्छ, त्यस्तो बिरामीले तपाईँको रेगुलर चेकअप गर्ने प्री डायबिटिजलाई पनि हामीले प्रिभेन्ट गर्न सक्छौँ।